धन्यवाद प्रभु तपाईँ परमेश्वरले दिनुभएको आजको यो सुन्दर दिनको निम्ति आज हामी फेरि जतिजना भेला भएका छौँ तपाईँको वचनलाई हामी निहाल्नेछौँ, छलफल गर्नेछौँ। अनि प्रभु तपाईँ परमेश्वर आजको वचनद्वारा हामीलाई के बोल्न चाहनुहुन्छ, के सिकाउन चाहनुहुन्छ प्रभु। हाम्रो खुल्ला हृदय लिएर प्रभु हामी सिक्न आएका छौँ। प्रभु तपाईँ परमेश्वरको उपस्थिति हाम्रो बिचमा भएको छ, येशूको नाममा आमेन। के आज कति कति पो थियो आजको स्टडी? पढियो? कतिको पढाइ भयो? ओके ल, तिमीहरूले पढेको मलाई त्यसबाट अहिले सुरु गरौँ न त। वाट यु गाइज थट, केही फर्स्ट इम्प्रेसन अलिकति के लाग्यो, कस्तो लाग्यो? अब विथ द ब्याकग्राउन्ड द्याट वी हेभ स्टडिड अनि प्रोलगसँग अहिले गएर हेर्दाखेरि यो स्टोरीमा पुग्दाखेरि के लाग्यो, के बुझ्यो, अथवा के एनिथिङ द्याट स्ट्यान्ड्स आउट? दुईटा सिग्निफिकेन्ट कुरा थियो जन 2 मा चाहिँ अब विवाहमा त्यहाँनेरि उहाँलाई परिणत गरेको कुराहरू हैन, अनि मन्दिरमा त्यो तिमीले जन 2 दुईटै पढ्यौ? त्यो जस्ट जन 2 मा मात्रै जनलाई मात्रै, टुलाई मात्रै पढ्यौ? सिग्निफिकेन्ट इभेन्ट चाहिँ दुईटा भयो, मेन चाहिँ त्यो चाहिँ मैले टेक अवे गरेँ। आई थिङ्क हामीले पहिला अस्ति माथि हेर्दै गर्दाखेरि वचन आदिमा परमेश्वर वचन हुन्थ्यो अनि भन्ने कुराहरू छ। अनि तल आएर फेरि यहाँनिर आएर चाहिँ फेरि जन यहुन्नाको बत्तिसमा दिने यहुन्नाको बारेमा गफ गरेको छ। तपाईँले स्कुलमा त तपाईँले वचन नै बोल्नु भएको छ केही हप्ता अगाडि मात्रै होइन। यसमा फेरि द वे हि लाइक हुन्छ नि एक्सप्लेन गरिरहेको छ, त्यो एक्सप्लेन खत्रै एक्सप्लेन गरे जस्तो लाग्छ। किनभने उहाँले आफै पनि परमेश्वर यसो क्रिस्ट हुनुहुन्थ्यो भन्ने कुराहरू गरिरहनु भएको छ नि। यहाँनिर आएर फेरि रिजन्सहरू क्या उहाँको पोइन्ट्सलाई चाहिँ स्ट्रङ बनाउँदै गइरहेको जस्तो फिल लाग्छ। किनभने के अरे यहाँनिर जसरी यसो क्रिस्ट बाटोमा हिँड्दै गर्दाखेरि होइन यहुन्नाले भनेको कुराहरू, म त बत्तिसमा के अरे के भन्छ मसिहको बारेमा एउटा प्रोफेसी मात्रै गर्न आएको भने, प्रोक्लेम गर्नु मात्रै आएको भने, एउटा बाटो बनाउनु मात्रै आएको भने उहाँ चाहिँ साँच्चै नै परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू गर्दाखेरि चाहिँ आई थिङ्क उहाँको माथिको पोइन्ट्सलाई झन् धेरै स्ट्रङ बनाउँदै गएको कि जस्तो फिल हुन्छ। केही छ पेमा तिम्रो? सुजन न? ओके, यहाँनिर अब भेरी इन्ट्रेस्टिङ। अब यहाँनिर हामीले हेर्दाखेरि यो गस्पल हामीले 19:1-19 through 2:11 पढ्नु भनेको थिएँ होइन, 2:12 भनेपछि तिमीले अलिक अगाडि गएर अलिकति एक स्टेप पढेछौ, तर द्याट्स फाइन, नो प्रब्लम। मैले यो चाहिँ किन छुट्याएको भने यहाँनिर अलिकति स्पेसिफिक योसँग चाहिँ जान्छ क्या, या सुरुको यो यति स्टोरी चाहिँ दे गो टुगेदर। अनि त्यहाँदेखि अर्को नयाँ सुरु हुन्छ, के अरे नयाँ फेज अफ द स्टोरी, के अरे 13 देखि। अनि द्याट इज त्यो आफैलाई चाहिँ फेरि अलिकति टाइम यसमा चाहिँ अलिकति हिस्टोरिकल इभेन्ट्स भएको कारणले गर्दाखेरि आई रियली वान्टेड टु गो द्याट, त्यो इभेन्टलाई चाहिँ फाल्टै हिसाबले टाइम लिएर हेरौँ भनेर चाहिँ सेपरेटली इन इट्स सेल्फ हेरौँ भनेर हेरेको। तर यहाँनिर अब तिमीहरूले याद गरियो गऱ्यो भने त्यही कारणले गर्दाखेरि एभ्री टाइम आई अलवेज से बाइबल पढ्दाखेरि इट्स नट ए म्याराथन रेस होइन। वेन वी रिड बाइबल, डोन्ट रिड लाइक यु आर रनिङ अ म्याराथन रेस, बट मेबी 100K हुन्छ नि। इट्स अ म्याराथन रेस, इट्स नट ए 100 मिटर रेस। म्याराथनमा हामीले के गर्छ भने बिस्तारै हामीले पढ्न चाहिँ आवश्यकता छ। यसलाई चाहिँ के पनि भनिन्छ भने यो फर्स्ट वान अहिले हामीले दिएको यो जुन चाहिँ स्टडिज, यो च्याप्टर्सहरू छ, च्याप्टर भर्सेसहरू चाहिँ यो चाहिँ जनको लागि चाहिँ इट्स वान अफ द एकदमै मोस्ट सिग्निफिकेन्ट अनि मोमेन्टस, एकदमै मोमेन्टम पुरै भएको एउटा एकदमै इट्स अ मोमेन्टस 7 days
तिमीले याद गरिकन देयर आर 7 days इन दिस 7 daysको विषयमा अनि हि स्पेसिफाइड अनि जन मात्रै हो हु स्पेसिफाई द डेट समटाइम टाइम हुन्छ नि अनि त्यो उयसको त्यो डिस्क्रिप्सन्सहरू पनि त्यो सानो सानो डिटेल्सहरूमा हि गोज इन द डिटेल्स के भन्नु आँटेको थियो भन त्यो होइन मैले 2 मा पढ्दै गर्दा नि त्यो स्पेसिफिकली कति चाहिँ वाइनलाई चाहिँ उहाँले परिणत गर्नुभएको थियो भन्ने कुरालाई एक्ज्याक्टली 100 मिटर 100 लिटर भन्दा त्यो एकदमै त्यो नम्बर स्पेसिफाई गरेको थियो क्या या त्यो चाहिँ मैले अरू कहीँ देखेको थिइनँ त्यहाँ जनले मात्रै अलिक स्पेसिफाई गरेको रहेछ थ्रु आउट तिमीहरूले अब यहाँनिर गर्दै गर्दा एउटा कुरा जन चाहिँ कस्तो भने बिकज किन भन्दाखेरि जन इज सम वान ओके उसको मेमोरीबाट हुन्छ नि भिभिड मेमोरीबाट अनि उसको चाहिँ यो फर्स्ट आई विटनेस हो नि त जन इज नट सेयिङ फ्रम द मेमोरी अफ सम वान अथवा स्टोरिजले कसैको स्टोरिज उसले सुनेको कारणले गर्दाखेरि सुनेको आधारमा उसले लेखेको छैन क्या तर हि हेज बिन टु द्याट प्लेसेस होइन हि हेज बिन इन द्याट प्लेसेस अनि उसले हि हेज एक्सपिरियन्स द्याट इभेन्ट्स अनि त्यो कारणले गर्दा उसले चाहिँ अनि उसले लेख्दाखेरि हिल राइट इन सो डिटेल्स अब यहाँनिर पनि इट्स अ 7 days तिमीहरूले नोटिस गरे गरेनौ फर्स्ट डे सुरु हुन्छ भर्स आज तिमीहरूले नोट गरेर पनि लेखिराख्दा पनि हुन्छ ल मैले सरी आज मेरोमा प्रिन्ट गर्नु भनेको उयो नै छैन रहेछ प्रिन्टरको इङ्कै सिद्धिरहेको रहेछ सो डे 1 इज डिस्क्राइब्ड इन भर्स 1 19 through 28 मा छ यहाँनिर 19 through 28 मा हेर त यहाँनिर के भएको छ भने बप्तिस्मा दिने यूहन्नाको गवाही त्यहाँनिर 19 through 29 29सम्म 28सम्म त्यहाँनिर गएको छ अनि 29 स्टार्ट द डे 2 यहाँ के हुन्छ भोलिपल्ट भनेर सुरु भएको छ नि होइन यहाँनिर भोलिपल्ट सुरु हुन्छ देन द्याट गोज टु 29 through 34 होइन अनि अर्को यहाँनिर याद गर्ने फेरि अर्को दिन द्याट्स द डे 3 है फेरि अर्को दिन द नेक्स्ट डे भन्छ होइन त्यहाँदेखि त्यो जान्छ 35 through 39सम्म जान्छ है त 39मा अनि नेक्स्ट डे चाहिँ के हुन्छ भने इट स्टार्ट एट 40 यो चाहिँ एकदमै छोटो छ 41 42 43 3 भर्समा आउँदै यो चाहिँ तेस्रो दिन चौथो दिन हुन्छ डे 5 स्टार्ट एट 43 फेरि भोलिपल्ट भनेर सुरु भएको छ नि च्याप्टर 43 मा भोलिपल्ट त्यहाँदेखि सुरु हुन्छ तर इन्ट्रेस्टिङली फर आई हेभ नो क्लु वी डु नट फाइन्ड द 6th डे हियर 6th डे इज यहाँनिर साइलेन्ट छ होइन वी डु नट नो अनि 2 मा गएर 2 मा चाहिँ यहाँनिर हुनु त यहाँनिर तेस्रो दिन भनेर सुरु गराएको छ हो कि विच कुड बी तेस्रो दिन मिन्स उनीहरूकोमा चाहिँ के हुन्छ भने ज्युस त्यो टाइममा चाहिँ उनीहरूको डेज वुड स्टार्ट अन वेन्सडे होइन अनि त्यो कारणले गर्दाखेरि मन्डे ट्युसडे वेन्सडे तेस्रो दिन भनेर चाहिँ त्यसरी गरेको हुनसक्छ भन्दैछ तर यो सिधैले हामीले गयौँ भने इट एन्ड्स इट्स द 7th डे हो नि त हो कि यहाँनिर 7th डेमा चाहिँ यो वेन्सडेको सुरु भएको भन्ने कुराहरू गरेको छ भनेपछि देयर आर 7 days अनि अर्को इन्ट्रेस्टिङ फ्याक्ट म तिमीहरूलाई यहाँनिर दिइराख्नुको मन लागेको चाहिँ यसमा हेऱ्यो भने देयर आर 3 विटनेसेस अब हि टक्ड अब प्रोलगमा हामीले के भयो अनि जन 1 देखि लिएर 1 को 19 देखि चाहिँ वाट इज स्टार्ट उसको राइटिङ स्टाइलमा एउटा पहिलाको के सुरु भएको छ भने त 19 मा इट स्टार्ट द न्यारेटिभ पार्ट होइन एक्चुअल जिजसको कथा चाहिँ इट स्टार्ट एट 19 हो कि त्योभन्दा अगाडि चाहिँ के थियो प्रोलग थियो अनि त्यो प्रोलग चाहिँ इट्स रिटन इन पोएटिक अर्डर होइन यो चाहिँ पोएटिकली लेखेको छ नि त अन्त इन्ट्रोडक्सनमा तर न्यारेटिभ पार्ट चाहिँ कहाँबाट सुरु हुन्छ भन्दा न्यारेटिभ चाहिँ एक्चुअल स्टोरी अबाउट जिजस स्टार्ट एट 19 होइन अनि यहाँनिर एउटा जुन चाहिँ विटनेस गवाही छ नि इङ्ग्लिसको विटनेस र गवाही इट्स अ रिपिटेड थिम एन्ड रिपिटेड वर्ड हामीले जनभरि नै हामीले पाउने अर्को एउटा शब्द हो एउटा थिम अनि यहाँनिर जनले द्याट्स वाइ वी निड टु कोही बेला हामीले त्यो राम्ररी नबुझिकन पढ्दाखेरि वी क्यानट एप्रिसिएट दि हुन्छ नि ब्रिलियन्स अफ द राइटर अब यहाँनिर तिमीहरूलाई हेर यहाँनिर तिमीहरूले त्यो उसको ब्रिलियन्सलाई हामीले यहाँनिर पाउँछौँ जिजसलाई पहिला उसले के गरेको छ प्रोलगमा हि जस्ट सेड इट वाट हि ह्याड टु से अबाउट जिजस हो किन उहाँ चाहिँ सुरुदेखिकै हुनुहुन्थ्यो होइन सुरुदेखि नै उहाँ हुनुहुन्छ र उहाँ नै परमेश्वर हुनुहुन्छ होइन
अस्ति हामीले कसले हु अपडेटेड फेसबुक पेज यस्तोको अपडेट तिमीले गरेको आई रियली लाइक अस्ति हामीले किनभने उसले त्यो जुन त्यो स्ट्याटस लेखाएको छ त्यो स्ट्याटस चाहिँ द्याट्स वाट वी ह्याड बिन लर्निङ इन द गस्पल होइन तिमीले त्यहीँबाट पायो कि कहाँबाट त्यो चट्टैसँगले इट जस्ट फ्लोट सो नाइसली रोमीको पुस्तक लेखेको 365 डेज प्रेयरको छ क्या ठिकै पढिरहेको थिएँ त्यही नै इन्भिजिबल गड तर नेचरमा चाहिँ हामी उहाँलाई के अरे विटनेस गर्न सक्छौँ भनेर पढिरहेको थिएँ ठिक्क पोस्ट पनि गर्न लागेको थिएँ त्यही तर एन्ड द्याट्स वाट वी हेभ बिन लर्निङ इन जन हो कि न त्यहाँनिर बाइबल म्युजियममा पनि हामीले त्यही एभिडेन्सेसहरू आई नो रियली गुड all that with ChatGPT help. I have to make it like more understanding हैन मेरो के रे आइडियालाई लगाएर मजाले लेखिदिए अनि अब उहाँले के भनेको थिए जिजस तिमीहरू परमेश्वर परमेश्वर भन्छ यहुदीहरूलाई पनि होइन तिमीहरूले वचनको कुराहरू गरिरहेको छ यता पनि तिमीहरूले एकदमै त्यो वन्डरफुल माइन्डको कुरा गरिरहेको छ तर यो त येशू ख्रीष्टमा आएर टुङ्गिएको छ नि त भनेर द्याट्स वेयर हि एप्रुभ्ड हो क्या अनि अब यसलाई चाहिँ सुरुमा यहाँनिर येशू ख्रीष्टलाई यहाँनिर अगाडि ल्याएर के गरिरहेको छ भन्दाखेरि इन द फ्रन्ट लाइन नाउ ही स्टार्ट विथ द विटनेसेस एन्ड देयर आर 3 विटनेसेस 3 टाइप अफ विटनेसेस अनि यूहन्नाले द अदर वे यूहन्नाले के भन्न खोजेको भने अर्को तरिकाले भन्दाखेरि यो मैले मात्रै भनिरहेको छुइनँ ओके इट्स नट समथिङ आई एम सेइङ ओके यो चाहिँ मेरो आफ्नो उयसमा हेर यो कुरा चाहिँ बप्तिस्मा दिने यूहन्ना नै बप्तिस्मा दिने यूहन्नाले यूहन्नाले लेख्दै गर्दाखेरि पनि उनीहरूले त्यो टाइममा त बप्तिस्मा दिने यूहन्ना इज भेरी भेरी पपुलर भेरी रेस्पेक्टेबल हो किन हाइली हाइली रेस्पेक्टेबल सबैले उसको कुरा सुन्ने अनि त्यहाँनिर के भन्छ नि गाइस इभन जन द ब्याप्टिस्ट ह्याज विटनेस्ड इट फर्स्ट एउटा विटनेस होइन अनि सेकेन्ड टाइपको विटनेस को छ सेकेन्ड टाइपको विटनेस इट्स द अरू 4 जना होइन 4 जना व्यक्तिले यहाँनिर के अरे प्रभुलाई उयसको विटनेस सुनेर जन द ब्याप्टिस्टको बप्तिस्मा दिने यूहन्नाको गवाहीलाई सुनेर अरू 4 जनाले विश्वास गर्छ अनि हु टर्न्स इन्टु डिसाइपल्स चेलाहरू बनिन्छ नि यो सबै त उनीहरू त लङ टर्म चेलाहरू हो नि त होइन चेलाहरू छ भने अर्को तेस्रो प्रकारको तेस्रो विटनेस छ what is that witness and that's the powerful witness and that's where it starts the in the first wonders त्यो चाहिँ के भन्दा it's the witness हैन there is a witness of Jesus own wonderful power उहाँ आफैले पनि अब चिन्ह देखाएर आफैलाई अरूले जे भनिरहेछ पहिला बप्तिस्मा दिने यूहन्ना जो मान्छेहरूले के अरे जसलाई चाहिँ त्यतिखेर उ सबै बप्तिस्मा दिने यूहन्ना वाज भेरी पपुलर हैन जसले पनि जिजसको बारेमा इन्ट्रेस्ट देखाउनेहरू थिए दे वुड एभ्रीवन वुड नो हु जन द ब्याप्टिस्ट इज नाउ ही इज विटनेसिङ हे आई एम नट म चाहिँ मसिहा होइन तिमीले मसिहाको कुरा गरिरहेको छ त्यो मसिहा चाहिँ आई एम नट उसले त केसम्म भनेको छ भने म त उहाँको खुट्टाको लेस पनि के अरे तुना पनि म त के अरे बान्न योग्यको छैन यो भनेको फेरि यो स्टेटमेन्टलाई अब हामीले कोही बेला अन्डरमाइन गर्छौँ वाट इज ही ट्राइङ टु से अब त्यो टाइममा के हुन्थ्यो भने जुन नोकर हुन्छ नि अब नोकरहरूको पनि स्थान चाहिँ एकदमै तल हुन्छ उनीहरूले चाहिँ त्यो खुट्टाको अर्को कसैको छैन मास्टर्सको खुट्टाको तुना बाँधिदिने मान्छेहरू हो क्या उनीहरूको त्यो लेसहरू खुट्टामा आएर बाँधिदिने हुन्छ नि यो त अब हामीले त हिजो अस्तिसम्म पनि देखेको हो नि त होइन घरको नोकरहरूले कोही बेला यसो लु बाँध्दै भने लेसहरू तुनाहरू बाँधिदिने हुन्छ अब यहाँनिर के भनिरहेको छ नि जनले न तिमीहरूले मसिहा भनेर मलाई त सोधिरहेको छ तर याद गर्नुपर्ने कुरा म त उहाँको त्यो तुना बान्ने योग्यको म नोकर हुने योग्यको पनि छैन उहाँ र ममा कम्पेयर गर्नै मिल्दैन उहाँ चाहिँ त्यति माथि हुनुहुन्छ भने म उहाँको कम्पेयरमा म त्यति तल छु भनेर फर्स्ट विटनेस आयो अब इमिडिएटली आफ्टर त्यहाँदेखि त्यति मात्र भएन अब उसले गवाही दिएको सुनेर अर्को मान्छेहरूले पायो नि त अरू मान्छेहरूले क्या नि त उनीहरूले सुनेर पनि एज सुन एज द इन्काउन्टर जिजस उनीहरूले के भइरहेको छ भने उनीहरू उसको डिसाइपल्स भएर चेला भएर आयो होइन यहाँनिर इन्ट्रेस्टिङ स्टोरी चाहिँ अब यहाँनिर इन डिटेल्समा जाँदाखेरि तिमीहरू आफैले थाहा पाउँछौ अनि थर्डमा चाहिँ इट्स नट ओन्ली पिपल आर सेयिङ होइन मुखले मात्रै ठिक तर हि प्रुभड इट
ऊ आफै येशू ख्रीष्ट आफैले पनि दिस इज वाट इज नट नर्मल मान्छेहरूले गर्नै सक्दैन। यदि उहाँ चाहिँ माथिबाट आउनु भएको होइन भने इफ इट डिडन्ट ह्याभ गडली पावर त्यसो भने त गर्नै सकिन्थेन भनेर द्याट्स वेयर द स्टोरी एन्ड्स। देयर आर 3 डिफ्रेन्ट काइन्ड अफ विटनेसेस है त। अनि अब अर्को एउटा अलिकति अझै एउटा डिटेल्स भनिदिन्छु, त्यहाँदेखि चाहिँ अलिकति हामी यसमा बाइबल्सको यसमा जाउँ ल। अब यो हामीले यो पढ्दै गर्दाखेरि र थ्रु आउट द गस्पल याद गर्नुपर्ने, किनभने वी हेभ अलरेडी इन्काउन्टर वान काइन्ड अफ हुन्छ नि टसल्स, अलिकति त्यो कन्ट्रोभर्सी यहाँदेखि एकदमै एक्सप्लोड भइसकेको छैन, तर कन्ट्रोभर्सी इज गोइङ टु एक्सप्लोड नेक्स्ट विक। इट्स गोइङ टु बी अ ह्युज कन्ट्रोभर्सी। अनि तर यहाँदेखि नै अलिअलि सुरु भएको चाहिँ हामी पाउँदछौँ है। अनि यहाँनिर कहाँबाट आउँछ? ज्युस, यहुदी। हामीले इङ्ग्लिस बाइबल पढेछौँ भने त ज्युस, हामीले यहुदी युडाई भन्छ कि, युडाई भनेको अब यहुदी। हामीले चाहिँ हाम्रो चाहिँ अझै नजिक हुन्छ भनौँ नेपालीको ट्रान्सलेसन चाहिँ यहुदी र येशू ख्रीष्टको बिचको एउटा एक किसिमले अरू कतिवटा स्कलर्सले चाहिँ अब के भन्छ भने त्यही कारणले गर्दाखेरि यो गस्पल अफ जन चाहिँ विशेष गरी ज्युसहरूले दे डोन्ट लाइक दिस गस्पल अफ जन एट अल, किनभने इट्स भेरी एन्टिसेमिटिक भन्छ नि, अथवा एन्टी ज्युस छ क्या यो। दिस गस्पल अफ जन इज भेरी एन्टी ज्युस। अनि कतिवटा कुरा अब एउटा संसारमा त्यो सिमिटिजम हुन्छ नि, एन्टिसेमिटिजम पनि यदि कहीँबाट एक्सप्लोड हुन्छ भने, कहीँबाट आउँछ भने इट्स फ्रम हियर एक किसिमको त्यो। अनि वी विल सी दिस थ्रु आउट। अब यहाँनिर सुरु हुन्छ। अब जनमा चाहिँ एक किसिमले यहुदीहरू दे आर काइन्ड अफ एन भिलियन है। तर अब एज द स्टोरिज कम वी विल गो वान बाई वान। अब यहीँबाट सुरु भएर दुईवटा कुरा चाहिँ हामीलाई वी विल इन्काउन्टर थ्रु आउट द गस्पल। हामीले स्टडी गर्दै गर्दाखेरि एउटा फर्स्ट चाहिँ के छ भने गस्पल जनले चाहिँ ही वान्ट्स टु मेक इट भेरी क्लियर है। के अरे फर्स्ट इज एज वी हेभ अलरेडी सिन अथवा वी हेभ अलरेडी स्टडिड द्याट इट इज द एक्जिबिसन अफ गड इन जिजस क्राइस्ट। उसले प्रुभ गर्न खोजेको के छ भने तिमीहरू परमेश्वर जुन चाहिँ परमेश्वर भगवान ईश्वर जे पनि भन्छ गडको खोजी गरिरहेको छौ, द्याट्स जिजस। ओके, जिजसमा तिमीहरू देखेको छ भने द्याट्स वाट एक्ज्याक्टली के अरे गड इज लाइक। द्याट्स यु सी एभ्रिथिङ इन जिजस। द्याट्स वाट ही सेज थ्रु आउट। र दोस्रो कुरा चाहिँ बट सेकेन्ड इट इज इक्वली द स्टोरी अफ रिजेक्सन अफ जिजस बाई द ज्युस है, द स्टोरी अफ गड्स अफर एन्ड द रिफ्युजल। ओके न, यो चाहिँ द स्टोरी अफ गड्स लभ एन्ड ह्युमन सिन, द स्टोरी अफ जिजस क्राइस्ट्स इन्भिटेसन एन्ड द ज्युस रिजेक्सन। वी विल फाइन्ड दिस थ्रु आउट। अब जुन चाहिँ अब इट बिगिन्स नेक्स्ट विकको हाम्रोमा जुन चाहिँ 2मा जेरुसलेमको टेम्पलको स्टोरी छ। इट्स अ भेरी सिग्निफिकेन्ट स्टोरी विच लेड हिम टु द क्रुसिफिक्सन पनि हो। अनि वी विल रिड अबाउट द स्टोरी अफ निकोडेमस होइन। अनि अब त्यसको अलिकति त्यो उयसलाई जाँदाखेरि भेरी इन्ट्रेस्टिङ कुराहरू त्यहाँनिर पाउँदछौँ। The fourth gospel is the gospel in which love and warning are uniquely and vividly combined. यहाँनिर प्रेमको कुरा पनि त्यत्तिकै छ, हो कि न। परमेश्वरको प्रेम सबैभन्दा वान अफ द मोस्ट इम्पोर्टेन्ट हाम्रो के अरे बाइबलको चाबीपद भन्छ क्या, की वर्स भन्दाखेरि सबै एभ्री बुक हेज इट्स की वर्स होइन। एभ्री च्याप्टर हेज इट्स की वर्स, अथवा त्यो की वर्स भनेको त अथवा भन्यो भने थिसस इम्पोर्टेन्ट के चाहिँ हो त। यत्रो कथा, कुनै पनि कथा पढिसकेपछि त्यो कथाबाट के भन्नु खोजेको भन्ने कुरा एक ठाउँमा हुन्छ नि त होइन। अहिलेको पेपरमा हामीले फर्स्टमै थिससमा पाउँछौँ, थिससको फर्स्ट सेकेन्ड प्याराग्राफहरूतिर अथवा फर्स्ट पेजमा हामीले हेर्दै गर्दाखेरि वाट इट अल दिस पेपर आज ट्राइङ टु से भन्ने कुरा माथि थिससमा हुन्छ, अनि लास्टमा गएर कन्क्लुजनमा हुन्छ पेपरहरू हामीले पढ्दाखेरि होइन।
अब बाइबलकै हेऱ्यो भने चाहिँ यदि के त्यो चाबी पत हामीले हेऱ्यौँ भने चाहिँ के हो भन त या जन 3:16 लास्टमा गएर इट जस्ट कम डाउन होइन त्यहाँनिर कहाँ स्क्विज डाउन टु जन 3:16 त्यो पनि कहाँ पाउँछौँ हामी वी केम हियर वी फाइन्ड इन जन अनि त्यो के छ इट्स द लभ अफ गड तर इक्वली अर्को कुरा इम्पोर्टेन्ट के पनि छ भने वार्निङ पनि त्यत्तिकै छ यहाँनिर वी विल सी लट्स एन्ड लट्स अफ वार्निङ अनि यहाँनिर के पाएको छ भने वी अलवेज सी होइन परमेश्वरले प्रभु यीशु ख्रीष्टले हि सोज लभ इन भेराइटिज अफ वे होइन इन स्पेसली इन 7 साइन्स हामीले हेर्छौँ होइन फर एभ्री साइन्स हि डज मैले मिराकल्स पनि होइन अथवा इन अदर गस्पल राइटर्सको उयसमा भने मिराकल्स यहाँनिर तर जनमा चाहिँ एभ्री साइन्समा यहाँनिर येशू ख्रीष्टले गर्नुभयो भने देयर इज लभ तर एभ्री आफ्टर द्याट देयर इज अ रिजेक्सन बाई द ज्युज होइन जिजस डज फर वान रिजन बट इट इज टेकन डिफरेन्टली फर एनदर रिजन बाई द हुन्छ नि त्यहाँनिर सम ग्रुप अफ पिपल आर अलवेज अनह्याप्पी फर वाट जिजस डिड अनि कुनै कुनैमा चाहिँ इट डजन्ट मेक सेन्स तर द्याट्स हाउ इट इज के भन्नु अरे भनौँ मैले के अरे आइजिया 53 को हेरिरहेको थिएँ मैले युथ सेवा पनि भनिरहेको थिएँ धेरैजना स्कलर्सहरूले चाहिँ आइजिया 53 लाई कसरी हेर्दो रहेछ भन्दाखेरि यदि नयाँ के अरे करार चाहिँ नलेखेको भए हामीले स्टिल हामी के अरे परमेश्वरमा येशू ख्रीष्टमा बाँच्ने थियौँ किनभने आइजिया 53 मा चाहिँ जसरी लेखेको छ नि त्यो आइजियाले जसरी प्रोफेसी गरेको छ त्यो चाहिँ नयाँ करारले प्रायः जस्तो मेन भन्नु खोजेको पनि आइजिया 53 कै के अरे च्याप्टरलाई चाहिँ प्राय विवरणले एक्सप्लेन गरिएको छ भन्ने कुरोहरू गरे जस्तै गरेको आई गेस मैले समरी मैले एक्सप्लेन गरेको भेग भयो तर जस्तै अब जन 3:16 आइजाया 3 के अरे 53 मा इट्स द स्टोरी अफ द सर्भेन्ट होइन सर्भेन्टको उयसमा भन हजुर अनि जस्तै अब जन 3:16 हामीले त्यहाँ पनि देख्न सक्छौँ नि होइन जसरी मसाया आउनुहुन्छ अनि उहाँले प्रेम गर्नुभएको कारणले गर्दाखेरि इभन दो हामी पापमा मरेका थियौँ पापबाट हुन्छ नि पापमै लागि परेर हिँडिरहेको तर पनि उहाँले हामीलाई चुन्नुभयो प्रेम गर्नुभयो अनि बचाउनु भयो भन्ने छ अनि मेरो जस्ट उयो चाहिँ प्रश्न भन्दा पनि इनसाइड चाहिँ त्यहाँ पनि हामी जन 3:16 देख्न सक्छौँ भन्ने कुरो यो के अरे यो सर्भेन्टको चाहिँ एउटा के भन्छ नेपालीमा त्यो उयो नै टाइटल नै सर्भेन्ट्सको नि के छ नेपालीमा एउटा दासको हुन्छ नि एउटा त्यो छ तर मोस्ट अफ द क्रिस्चियन्सहरूले मोस्ट अफ मेनी प्रिचर्स अल्सो एन्ड इट अल्सो मेक टु मच सेन्स तर वाट आई हेभ लर्न्ड इज वेन वी रिड आइजाया 53 होइन त्यो पढ्दै गर्दाखेरि चाहिँ मेनी टाइम्स इट मेक्स मोर सेन्स चाहिँ त्यही कन्टेक्स्टमा बसेर पढ्दाखेरि चाहिँ इट मेक्स मोर सेन्स होइन तर यसको मतलब यो होइन कि वी क्यानट रिलेट विथ वाट वी सी इन द गस्पल्स त्यो पनि हामीले गर्नु त्यो त्यहाँनिर छ देयर इज सम कनेक्सन बट यो थियोलोजिकली अनि यसमा अझै एप्रोप्रिएट चाहिँ कहाँ हुन्छ भने इफ वी स्टे इन दि राइट इन आइजायास कन्टेक्स्टमा अब अहिले हामीले यो पढ्दै गर्दा जुन चाहिँ हामी पढ्दैछौँ नि यो कोही बेला हामीलाई कहाँदेखि कहाँ पुल गर्न चाहिँ इट्स भेरी इजी होइन तर मैले भन्दा हामीले बाइबल पढ्दाखेरि चाहिँ समटाइम यो सर्मनको लागि यताउता गर्दाखेरि राम्रो हुन्छ तर यदि अहिले हामीले गस्पल अफ जन पढ्दै गर्दा चाहिँ वी आर ट्राइङ टु लर्न जन्स माइन्ड होइन वी आर ट्राइङ टु लर्न वाट हि इज सेङ फ्रम हिज पर्सपेक्टिभ किन जन इट्सेल्फ इज भेरी सो इम्पोर्टेन्ट बुक हो नि त
अब यसले त हाम्रो क्रिस्चियन वर्ल्डलाई नै हामीलाई एक प्रकार गरिरहेको छ। सो त्यसमा चाहिँ त्यो रिलेट गर्दाखेरि वी सुड रिलेट कसियसली, त्यो चाहिँ इम्पोर्टेन्ट हुन्छ। एउटा शब्द लाउँछ आएर न म बिर्सेँ तर पुरानो करारदेखि सबै येशू ख्रिस्टलाई देखाउने र रिलेट गर्ने हरेक भर्सेसहरू हरेक स्टोरिजहरू यस्तो हरेक त्यो रिलेट गर्ने एउटा वर्ड लाउँछ आएर न थियोलोजियन्सहरूले, मैले बिर्सेँ, तपाईँले भनेको सही हुन्छ। रिलेट चाहिँ गर्न सकिन्छ अरे तर कन्टेक्स्टमै बस्यो भने चाहिँ रिलेट गर्दै बस्दैन। जस्तै अब मेरो बुझाइमा चाहिँ अब जति पनि न्यू टेस्टामेन्टमा घटनाहरू घटेको छ, प्रभु आउनुभयो, प्रभुलाई क्रुसिफाई हुन्छ भनेको त एभ्रिथिङ इज बिन प्रोफेसाइज नि त। त्यो रिलेसन त छ, त्यो ब्रिज त छ, त्यसले अब त्यो दोकेको भनेको कुरालाई चाहिँ पछि आएर भएको छ। तर वाट ह्यापन जन इज टेलिङ इज एज अ विटनेस इज सेइङ द्याट, तर प्रोफेसाइज भएको कुरा चाहिँ छ अलरेडी। म चाहिँ त्यसरी डिस्टिङसन पाएँ। जस्तै त्यो तिमीले भनेको त्यो आइजायाको उयो कुरा गर्दाखेरि वी कुड हेभ इजिली रिलेटेड टु त्यो उयसमा गर्दाखेरि हामी इफ वी वेयर रिडिङ द गस्पल अफ म्याथ्यू होइन, हामीलाई एकदम कनेक्सन बनाउनु एकदमै सजिलो हुन्छ र कनेक्सन ठाउँमा सो मेनी रेफरेन्सेसहरू छ। यहाँनिर पनि जनले पनि रेफरेन्स नगरेको भन्ने होइन। अहिले जस्तै यही च्याप्टरमा अहिले म तिमीहरूलाई देखाउन आँटिरहेको जस्तै अहिले मैले यहाँनिर चाहिँ एउटा मेरो तपाईँहरूलाई रिक्वेस्ट चाहिँ, तपाईँहरू यदि बाइबल पढ्नु जान्नुहुन्न भने सुन्न सक्नुहुन्छ होइन। तपाईँहरूलाई नपढ्नेहरूलाई, पढ्न सक्नेहरूलाई चाहिँ बिस्तारै पढ्नु भन्छु हो किन, तर रिड भेरी केयरफुली रिड इट। नभए बाइबल नपढिकन आयो भने चाहिँ यहाँनिर आएको कि मतलबै हुँदैन। त्यो हुन्छ नि, यहाँनिर एउटा हिस्ट्री सुनिन्छ तर इट विल नट रियली टच यु अथवा अन्डरस्ट्यान्ड। तपाईँहरूले पनि बाइबल अर्को हप्ता जुन बाइबल हामी पढ्छौँ भनेर आएको हुन्छ स्टडी गर्नु लागि, सुनेर कमसेकम 2-3 खेप हुन्छ नि, टाइम भयो भने 4-5 खेपै त्यसैलाई बिस्तारै सुनेर आउनु, ध्यान दिएर सुन्दाखेरि चाहिँ राम्रो हुन्छ। अनि किनभने यहाँनिर अब यसो सोचेको हामीले सबै भर्स बाई भर्स जानु त सम्भावनै छैन, हामी वी आर नेभर गोइङ टु फिनिस। र आज चाहिँ मैले 1-2वटा कुराहरू विशेष इम्पोर्टेन्ट कुराहरूलाई यहाँनिर चाहिँ लिएर आएको छु। यो अलिकति यो इन्ट्रो जस्तो भयो, अरू केही छ अहिले? जस्तै धेरैचोटि तपाईँले भन्नुहुन्छ नि बाइबल पढ्दाखेरि चाहिँ पढ्ने कुरो आउँदाखेरि सुरुमा बाइबल भर्स पढ्दै गर्दा चाहिँ मलाई के भन्छ भनेर पढ्नु भन्नुहुन्छ र मैले नो द्याट्स द लास्ट थिङ। ओके, किनभने मैले भन्नु खोजेको चाहिँ मैले त्यस्तो बुझेर मलाई लागेको चाहिँ मैले बुझेको चाहिँ बाइबल पढ्दै गर्दा चाहिँ बाइबलले चाहिँ खासै के भन्नु खोजेको छ त्यो विचार गरेर पढ्ने, अनि त्यस पछाडि चाहिँ अनि टुडेज अहिले द्याट्स वाट चाहिँ मलाई के भन्छ त्यही हो मैले भनेको। अलवेज के छ भने पहिला जहिले पनि बाइबल पढ्दाखेरि जस्ट रिड, ट्राई टु अन्डरस्ट्यान्ड लेखकले त्यो समयमा हो कि पहिला यहाँनिर टेक्स्टमा के भनेको छ त्यसलाई बुझ्ने, अनि त्यो सँगसँगै अलिकति समय पायो भने हामीलाई टेक्स्ट इन कन्टेक्स्टमा जाने हो कि त्यो समयमा कस्तो प्रकारले गरिरहेको के भन्नु खोजेको होला भने बुझ्ने कोसिस गर्ने। तर मोस्ट इम्पोर्टेन्टली यदि हामीले त्यतिमा मात्रै के हुन्छ नि, जस्तै अब एकाडेमिक्सहरूमा हामीले सेमिनरिजहरू पढ्दाखेरि, अब मैले आजको यो बाइबल स्टडीहरूमा पनि होइन, हामी चाहिँ वी फोकस अन दिस 2 थिङ्स, लिटरेरी कन्टेक्स्ट, हिस्टोरिकल कन्टेक्स्ट हो कि। तर इफ वी डोन्ट ह्याभ द रिफ्लेक्सन, वाट इज गड ट्राइङ टु से टु मी अर टु दिस वर्ल्ड, टु माई वर्ल्ड, म एज अ फ्यामिली, एज एन इन्डिभिजुअल, एज अ चर्च, इफ वी डोन्ट ट्राई टु मेक मिनिङ, त्यसो भने चाहिँ त्यसको चाहिँ फेरि कुनै अर्थ नै हुँदैन। बाइबल चाहिँ त्यसले कुनै केही पनि इम्प्याक्टै गर्न सक्दैन। एप्लिकेसन चाहिँ वाट इट इज ट्राइङ टु से। अब यहाँबाट पनि अब आई वाज गोइङ टु एक ठाउँबाट, अनि त्यो एप्लिकेसनहरू प्रायः म के गर्छु आज यहाँनिर स्टडीहरूमा म खासै त्यति एप्लिकेसनको कुराहरू त्यति थोरै गर्छु होइन, किनभने त्यो एप्लिकेसन चाहिँ इट स्पिक्स भेरी डिफ्रेन्टली वेन यु आर रिडिङ इट हो किन। यो चाहिँ परमेश्वरको त्यो पवित्र आत्मालाई नै अब हुन्छ नि रिभेल गर्न हामीलाई छोडिदिनुपर्छ। किनभने एभ्री टाइम मैले अहिले फेरि मैले अस्ति के प्रिच गरेँ होइन, आफ्नो ठाउँमा मैले नोट हेर्नुपर्छ।
तर मैले इफ आई रिड इट एगेन आई वुड प्रिच भेरी डिफरेन्टली. म एउटै टेक्स्टबाट आई क्यान मेक एटलिस्ट 3 to 4 सर्मन एभ्री टाइम डिफ्रेन्ट टाइप हेर्दाखेरि होइन. अनि त्यो चाहिँ अब मिनिङ त एउटै हुन्छ नि त, एप्लिकेसन डिफ्रेन्ट भने मिनिङ त एउटै होला, कन्टेक्स्ट. यसो हुन्छ वचन हामीले प्रिचिङ, अब तिमीहरूलाई प्रिचिङ कन्टेक्स्टमा दिँदाखेरि जस्तै एउटा बाइबलको मिनिङ चेन्ज गर्ने होइन क्या, इन्टरप्रिटेसन हुन्छ नि हाम्रो. इन्टरप्रिटेसनमा त अब हामीले गर्दै लाँदा जस्तै एउटा यहाँनिर स्टोरिजमा के एउटा इक्जाम्पल यहाँनिर हामी हेऱ्यौँ भने के आउँछ भने ठ्याक्कै मलाई नथानिएल अरे एन्ड्रुको याद आयो. अन्ड्रियस थाहा छ खासमा भने अरू ठाउँमा कहीँनिर पनि अन्ड्रियसलाई यिनीहरू पढ्दाखेरि पनि मैले अब यसलाई ठक्कै यसैलाई वचन हामीले बोल्दाखेरि कसरी बोल्ने भन्नेमा मैले यो अलिकति यसको कन्टेक्स्टहरूलाई थाहा पाएको कारणले गर्दाखेरि वेन आई रिड अन्ड्रियस, जस्तै यो चाहिँ मैले आज बिहानको है, यो मैले नोटिस गरेको थिइनँ रहेछ. यो आई डोन्ट थिङ्क आई एभर प्रिच दिस बिफोर पनि. यो अस्तिको पालि मैले वचन बोल्दा तिमीहरूले हेर्नु सक्छ, त्यो मैले त्यसरी भने जस्तो लागेन, किनभने यो मलाई आज बिहानको उयो मैले स्टडी गर्दाखेरि एन्ड्रयू चाहिँ हेर्दाखेरि उसको एन्ड्रयू मात्रै भन्ने नाम आउँदैन रहेछ कि. एन्ड्रयू भन्ने बित्तिकै कोसँग जोडिन्छ भन त? सिमोनको भाइ एन्ड्रयू. इट्स साइमन्स ब्रदर यहाँनिर आएको छ. अनि एन्ड्रयू अर्को ठाउँमा पनि पछि एक ठाउँमा आउँछ, यही जनमै आउँछ अहिले भरै, त्यहाँनिर पनि साइमनको भाइ एन्ड्रयू नै आउँछ. भनेपछि कोही बेला सत्य अब यो रिफ्लेक्ट गर्ने क्रममा मलाई के आयो भने आजभोलि हामीलाई हेरौँ न, हाम्रो चर्चेसहरू धेरै कतिवटा कुरा चर्च स्प्लिटहरू फुटिरहेकोहरू उयो भइरहेको के भएको कारणले गर्दाखेरि यो सब भइरहेछ त भन्दा चाहिँ एभ्रिबडी वान्ट्स टु बी द फ्रन्ट लाइनर नम्बर 1 होइन, नोटिस मी. तर एन्ड्रयूलाई हेर त, ही इज सो कम्फर्टेबल हियर बिङ द सेकेन्ड पर्सन है. उसलाई यहाँनिर एन्ड्रयूको आफ्नै आइडेन्टिटी त थियो नि त, तर यहाँनिर बाइबलमा अर्को ठाउँमा एन्ड्रयू कहाँनिर आउँछ भने मलाई ठ्याक्कै याद आयो. येशू ख्रीष्टले 5000लाई खुवाउनुहुन्छ नि, त्यो 5000लाई ल्याउने नानी त्यो नानी केटा छ नि, 5 रोटी 2 माछा ल्याउने, कसले ल्यायो भन त येशू ख्रीष्टकोमा? एन्ड्रयूले ल्याएछ है. अब यहाँनिर एन्ड्रयूको काम के छ? वाट इज द जब अफ एन्ड्रयू हियर? वाट डिड एन्ड्रयू डु? यहाँनिर तिमीहरूले पढेनौ? वाट डिड एन्ड्रयू डु हियर? एन्ड्रयूले पहिला येशू ख्रीष्टलाई चिन्यो होइन, फर्स्ट उयसले चिन्यो. अनि चिन्नेमा एकजना मान्छे चाहिँ को थिएछ अरे? एन्ड्रयू थियो. त्यो एन्ड्रयू तर को भन्दा चाहिँ साइमनको भाइ थियो. उसले के गरे? सेकेन्ड थिङ, ही अगेन वेन्ट एन्ड ग्र्याब साइमन एन्ड ब्रट टु जिजस. एन्ड्रयू इज डुइङ द सिग्निफिकेन्ट थिङ. अब यहाँनिर एन्ड्रयूलाई किन अब हिस्टोरिकली हि वाज ओके टु बी सेकेन्ड पर्सन भन्दाखेरि यदि एन्ड्रयू त्यो समयको एकदमै पपुलर उयो थियो भने पत्रुसको जस्तै पहिला पत्रुसको नाम उखेर एन्ड्रयूको नाम आउँथ्यो होला नि त. किन भन्दाखेरि उसलाई सबैले एन्ड्रयू भनेर चिन्दाखेरि नै मान्छेहरूले त्यो टाइममा चाहिँ पत्रुसको भाइ है ऊ त्यति पपुलर थिएन होला सायद के. एन्ड्रयू मात्रै भन्दाखेरि चिन्थेन पनि होला, अन्ड्रेस भन्ने बित्तिकै मान्छेले चिन्थेन होला. त्यही कारणले गर्दा हिनिरे साइमन्स उसको दाजुको नामसँग जोड्नको लागि. अब एउटा इक्जाम्पल यहाँनिर गर्दाखेरि कति ठाउँमा अब कल्पना मात्रै भन्दाखेरि कल्पनालाई धेरैले चिन्दैन, ऊ नेपालबाट आएको उयो. अब उसलाई राम्रै चिन्नको निम्ति कहाँ जानु पर्ने के अरे? शङ्करको वाइफ हो होइन, शङ्करको बुढी हो भने चाहिँ मजाले चिन्छ नि त. आई थिङ्क तपाईँ बोल्दै गर्दा आई थिङ्क ट्रेडिसनली यो हाम्रो स्पेसली इस्टर्न कल्चरमा टाइड इन नै भएको छ. जस्तै अब मलाई म मिलन म उपेती जेठाको छोरा भन्दा चिन्दैन होइन. अब कहाँ रेफर गर्नुपर्छ भन्दा चाहिँ बिर्कुने उपेतीहरू भन्दाखेरि त्यो हुन्छ नि एउटा रेफरेन्स हुँदो रहेछ क्या, फ्ल्यासब्याक गर्ने समवन हु इज पपुलर हो के. त्यो ठाउँमा अब अलिकति पपुलर जस्तै यहाँनिर तिमीलाई हाम्रो नन्ददाईको छोरा मिलनको भन्दा नन्ददाईको छोरा भने ल्यान्केस्टरमा कतिले नचिन्नु सक्छ, तर मनिषको के अरे भतिजो भन्ने बित्तिकै हो कि न. त्यसमा चाहिँ पपुलारिटी पनि छ छैन कि, तर फेरि कुन ठाउँमा हामीले त्यो कुरा गफ गरिरहेको छौँ त्यही त यहाँनिर त्यही कारण गर्दा मैले भने त यो ल्यान्केस्टरमा भनेको कुरा नि के हो
अब यहाँनिर पनि हु इज जन राइटिङ फर? जन इज नट राइटिङ फर अस. उसले लेख्दाखेरि त हामीले पढ्छ भनेर उसले सोचेको थिएन नि त. हि वाज राइटिङ फर हिज पिपल. त्यही कारणले गर्दा यहाँनिर के गर्यो भन्दा एन्ड्रयू जस्तै मैले देख्दैछु नि वचनहरू चाहिँ अब यो भनेको यहाँ कहीँ छैन नि त. अब यो आज हिट भएको कुरा जस्तै यो प्रिचिङको क्लासमा होला. म प्रिचिङ क्लासमा तिमीहरू कुनै दिन प्रिचिङमा एन्ड अल्सो आई हेभ फेल्ट अब तिमीहरूलाई एउटा यो चर्चमा प्रिचिङ क्लास चाहिँ दिनु नै पर्ने भएको छ मैले. होइन सबैलाई एक प्रकार हुन्छ नि कसरी वचनहरू बोल्ने, कसरी प्रिपेयर गर्ने, टेक्स्टलाई कसरी हेर्ने अनि त्यसलाई कसरी इन्टरप्रेट गर्ने भन्ने कुराहरू यहाँनिर छ. तर आई थिङ्क वी वेन्ट लिटल फार. ल वचनमा यहाँनिर गइरहेछ. ल अहिलेसम्म हामीले यति हेऱ्यौँ न त होइन. अहिलेसम्म हेरेकोमा अब तिमीहरूले अब आफै बाइबल पढ्दाखेरि वाट यत्रो मैले कन्टेक्स्ट दिइसकेपछि एनिथिङ अब पढ्दै जाँदाखेरि ओ ए दिस इज वाट इट इज यहाँ भन्ने हुन्छ नि. यसो छ अब यो ठ्याक्कै अहिले एकछिन टाइम ल्याउँदा अर्को कुरा चाहिँ अब अर्को पालि चाहिँ विशेष गरी यो गाइजहरूलाई जसले उयो गरेको छ होइन पढ्नेहरूलाई चाहिँ मलाई साह्रै मजाले ध्यान दिएर पढाए जस्तो फिल गरेको छुइनँ क्या. छ भने बरु कम अप विथ नोट्स क्वेसन्स. अब यहाँनिर पढ्दै जाँदाखेरि पहिलो के अरे सबभन्दा इम्पोर्टेन्ट के छ भने द ल्याम्ब अफ गड, परमेश्वरको थुमा भन्ने आएको छ नि होइन. के होला यो भनेको? जस्तै परमेश्वरको थुमा एउटा इम्पोर्टेन्ट कुरा छ क्या. बुझाएको छ परमेश्वरको थुमा किन भने होला. परमेश्वर ल्याम्ब अफ गड हुन्छ नि. अब परमेश्वर त खासमा त परमेश्वर त खतरा हुनुपर्ने नि त. अब येशू क्रिस्टलाई दिने एउटा टाइटलमा एउटा चाहिँ ल्याम्ब अफ गड चाहिँ एउटा इम्पोर्टेन्ट टाइटल हो. वाट इज द्याट मिन? मेरो बुझाइमा चाहिँ निष्कलङ्क हुन्छ नि, इनोसेन्ट एज एन एनिमल, त्यसरी रेफरेन्स गरिएको. ओके द्याट्स अ गुड गेस. आफैलाई परमेश्वर कति धेरै अब माथि हेर्दै गर्दाखेरि यसरी एक्सप्लेन गरेको छ कि परमेश्वर खतरा होइन. उहाँ त अब सबै कुराको योग्यको पहिल्यैदेखि नै हुनुहुन्थ्यो. सबै सृष्टि उहाँले गर्नुभयो. तर पनि आफैलाई होच्याएर चाहिँ उहाँ चाहिँ हाम्रो निम्ति थुमा बनिनु भयो भन्ने लिभिङ सेक्रिफाइसको तुलनामा हुन्छ नि. अब त्यो समयको सेक्रिफाइस त्यसरी हुन्थ्यो. गुड गेस. लेट्स नट टेक मोर टाइम. टाइम छैन होइन. तर एकदमै आइरहेको छ. तर अझै यो हिस्टोरिकल कन्टेक्स्टलाई पुरानो नियमलाई अझै हामीले बुझाएको थियौँ भने होइन त्यो त्यहाँको मान्छेले त्यतिखेर ट्याक्कै बुझ्छ क्या. ल्याम्ब अफ उहाँ ओइ येशू क्रिस्ट जाँदा ऊ परमेश्वरको थुमा भने उहाँ त ल्याम्ब अफ गड भन्ने नि त होइन. भन्ने बित्तिकै मान्छेले कसरी चाहिँ लियो होला, के चाहिँ वाइट यो किन चाहिँ यति साह्रो त हल्का मचिने खालको स्टेटमेन्ट भयो त भन्दाखेरि पवित्रतै हो पवित्र होइन. तर अझै यसलाई इन्ट्रेस्टिङ बनाउनको लागि चाहिँ के हो भन्दाखेरि रिमेम्बर अब लेट्स गो ब्याक टु ओल्ड टेस्टामेन्ट होइन. प्रस्थानमा के भएको छ? के अरे इजरायलीहरू चाहिँ कहाँ थियो भन्नु त? दास्तोमा, मिश्र देशमा दास्तोमा हुँदाखेरि मोसाले जब इजरायलीहरूलाई निकाल्ने हो किन त्यहाँनिर के अरे मोसाले कतिवटा के अरे उयो चमत्कारहरू गरेको छ होइन? 7वटा 10वटा होइन. 10वटामा लास्टमा गरेको कुरा चाहिँ के छ भन्दा अब अन्तिममा चाहिँ द पास ओभर ल्याम्ब होइन. एउटा के भने परमेश्वरले सबै गर्दा गर्दा पनि लास्टमा त्यो के पो नाम फिरौन होइन त फारो नमानेपछि के हुन्छ भने परमेश्वरले चाहिँ मोसालाई के अर्डर गर्नुहुन्छ भने ल अब के गर्नु भने आजको राति चाहिँ तिमीहरूलाई यहाँबाट हामी निकाल्दैछौँ. के अरे अब यहाँनिर उसलाई एउटा दिने के अरे एउटा सजाय दिने उसलाई परमेश्वरको त्यो यो इजरायल जाति साँच्चै नै परमेश्वरकै जातिहरू हो यसलाई चाहिँ छोडिदिनुपर्छ भन्दाखेरि फारोले छोड्नु मानेको हुँदैन. अन्तिममा के गर्छ भने अब तिमीहरूले के गर्नु भने मोसालाई आज्ञा दिन्छ तिमीहरू एउटा पासओभर ल्याम्ब होइन एउटा भेडालाई बलिदान चढाऊ होइन. त्यो बलिदान चढाएको त्यो खुन चाहिँ जति पनि इजरायली घरहरू छ इजरायलीको घरमा
घाँसमा चाहिँ पोत्नु लाउनु भन्ने यो स्टोरी थाहा छ होइन त्यो स्टोरी अनि राति के अरे आएर जति पनि जुन जुन घरमा त्यो खुन लागेको थिएन त्यो के भयो मारियो जेठो सन्तानलाई मारियो होइन तर जसकोमा खुन लागेको थियो कि त्यो के भयो छोडे या द्याट्स वाट होइन पास ओभर गर्दै गयो अब यहाँनिर के भन्दैछ भने यस द्याट्स द थुमा येशू ख्रीष्ट अब हामीले यहाँनिर हामीले अहिलेसम्ममा भनिरहेका छौँ एउटा सानो शब्दले कत्रो ठुलो स्टेटमेन्ट बनाउँछ भनेको चाहिँ दिस इज वाट इट इज वाट इज जन सेङ अब यहीँनिर उहाँहरूले एकदमै क्लियर सुरुमै एक प्रकारको त्यो हुन्छ नि त्यो क्लाइम्याक्स चाहिँ यहाँनिर नै छोड्दै आएको छ क्या लास्टमा अब हामीले अहिलेसम्म हामी यहुदीहरूले उयसमा हामीले सुनेका छौँ यहाँनिर के अरे त्यो थुमाको हामी कुरा गर्दछौँ अब वी डोन्ट निड दिस इज द पास ओभर ल्याम्ब अब यहाँनिर चाहिँ द ल्याम्ब अफ गड इज राइट हियर भन्ने कुराहरू गरिरहेको छ एउटा कुरा त्यो हुनसक्छ पास ओभर ल्याम्ब भनेको होइन अर्को चाहिँ एक्सोडस यो कहाँनिर छ भने एक्सोडस 12को 11 through 13मा हामीले पढ्दै गयो भने अथवा एक्सोडसमा यो स्टोरिजहरू पाउँदछौँ अर्को जनले के पनि भनेको हुनसक्छ भने यो ल्याम्ब त्यो थुमा जुन चाहिँ अथवा भेडा चाहिँ जन इज सेङ इन द टेम्पल अ ल्याम्ब इज अफर्ड एभ्री नाइट एन्ड एभ्री मर्निङ फर द सिन्स अफ द पिपल अब त्यो टाइममा येशू ख्रीष्टकै समयमा पनि अथवा यो जन लेख्दै गर्दाखेरि पनि किनभने यो जन को टाइममा त्यो येशू ख्रीष्टको टाइममा चाहिँ के थियो भने त्यहाँ यरुसलेम मन्दिर थियो ठुलो सेनहेड्रिन जहाँनिर पाप मान्छेहरूले पापबाट छुटकारा पाउनु लागि चाहिँ के गर्नु पर्थ्यो भने बलिदान चढाउनु पर्थ्यो स्पेसली भेडा चढाउँथ्यो अथवा के चढाउँथ्यो अब यहाँनिर के भन्छ भने यु हेभ बिन डुइङ दिस अल दिस बट तर उसले के भन्छ बट इन दिस जिजस इज द ओन्ली सेक्रिफाइस द्याट क्यान डेलिभर मेन एन्ड वुमेन फ्रम द सिन उहाँले त्यो पनि भन्नु खोजेको हुनसक्छ अथवा द अनदर थिङ इज देयर आर टु ग्रेट पिक्चर्स अफ द ल्याम्ब इन द प्रफिट्स स्पेसली जेरेमायामा बट आई वाज लाइक अ जेन्टल ल्याम्ब टु द स्लटर अनि आइजायामा पनि छ एन्ड आइजाया हेज द ग्रेट पिक्चर अफ द वान हु वाज ब्रट लाइक द ल्याम्ब टु द स्लटर अब किनभने यो पहिला नै बलिको उयो प्रथाहरूमा यहाँनिर उयसमा पनि आएको छ अनि तर द फोर्थ पिक्चर त्यो अन्तिम चाहिँ के छ भने अब यो चाहिँ थाहा छैन अब यहाँनिर अलिकति हिस्टोरिकल कन्टेक्स्ट लाउनु यहाँनिर ल्याइदिन्छु ल म थोरै अलिकति इन्ट्रो मात्रै के छ भने त्यहाँनिर चाहिँ देयर इज अ फोर्थ पिक्चर विच वुड बी फेमिलियर टु द ज्युसलाई थाहा छ अहिलेको ज्युसहरूलाई पनि हिस्ट्री पर्छ तर हामी क्रिस्चियनहरूलाई त्यति थाहा नहुनसक्छ किन भन्दाखेरि अल्दो भेरी स्ट्रेन्थ टु अस बिट्विन द ओल्ड टेस्टामेन्ट एन्ड न्यू टेस्टामेन्टमा इट्स अ बिग ग्याप अलमोस्ट 400 इयर्सको ग्याप छ भन्ने सुनेको छ नि होइन अनि वाट वाज त्यो 400 इयर्समा त ग्यापमा त एकदम भ्याकेन्ट त थिएन नि त लाइफ वाज गोइङ अन हिस्ट्री कन्टिन्युड होइन तर अन्ली इन द बाइबल इट्स नट नोटेड त्यो टाइममा चाहिँ देयर वाज अ रिभोल्युसन अनि त्यो टाइममा चाहिँ तर त्यो टाइमको लागि उयसमा ज्युसहरूले लेखेको छ सबै कुरा अनि त्यो चाहिँ द म्याकाबिस इरा भन्छ द म्याकाबिस भनेर सुनेको छ नि होइन द म्याकाबिस इरा यो म्याकाबिस इरा भन्छ चाहिँ इट स्टार्टेड फ्रम द लाइन अफ जुडा भन्छ है लाइन अफ जुडाबाट आएको यो छुट्टै एउटा लामो ठुलो हिस्ट्री नै छ उनीहरूको विश्वासमा चाहिँ के छ भने यो चाहिँ त्यो ल्याम्प चाहिँ उनीहरूले दे डिड नट सी एज लेस पावरफुल हुन्छ नि बिचारा नम्र टाइपको नभएर हि वाज मोर पावरफुल स्ट्रङ्गर रूपमा चाहिँ यहाँनिर देखाएको छ अनि त्यो पनि हुनसक्छ तर मोस्ट इम्पोर्टेन्टली यहाँनिर के चाहिँ इम्पोर्टेन्ट हामीलाई लाग्छ भने यदि हामीले जनलाई थ्रु आउट द पढ्दै जाँदाखेरि ही इज मोस्ट डेफिनेटली सेङ होइन द पास ओभर ल्याम्ब जिजस इज द पास ओभर ल्याम्ब अनि त्यो कुरा अहिले पछि पनि हामी देखिन्छ त्यो कुरालाई अब त्यही नै हो त्यही कुरो हो कि पास ओभर ल्याम्ब भन्ने अब हि इज द ल्याम्ब इज द पास ओभर ल्याम्ब अथवा इज द ल्याम्ब जो चाहिँ सबैको लागि एकै तालमा बलिनु भयो ओके वी डोन्ट निड टु डु इट अगेन एन्ड अगेन भने इट्स द ल्याम्ब ल्याम्ब चाहिँ
त्यही कारणले गर्दा ल्याम्ब हो भन्ने यहाँनिर छ। अब एउटा यहाँनिर एउटा नोट पढिदिइहाल्छु ल। जन सेज द्याट ही डिड नट नो जिजस। यहाँनिर अलिकति तल पढ्दै गर्दा अर्कोमा तिमीहरू अलिक कन्फ्युज हुन्छ कि जस्तो लागेर मैले कुनै कुनै बाइबल पढ्दाखेरि कतिवटा कुनै छ क्या जुन चाहिँ के भन्नु खोजेको त्यो स्क्रच गर्नुपर्ने हुन्छ नि, म त्यो कुरालाई मात्रै हाइलाइट गर्छु है त। पढ्दै जाँदाखेरि 1मा कहाँनिर यहुनाले भनेका सुन्ने र यसोलाई पछ्याउनेहरूमा एक ठाउँमा कहाँनिर प्रश्न गर्दाखेरि तिमी को हो, हामीले उहाँले यसैया अगमवक्ता पनि होइन, यो पनि होइन होइन। मैले यहाँनिर लाइनहरू यसो त्यो उयो एक्ज्याक्टली अब एकैछिन ल, मैले के भन्नु खोजेको थिएँ नि, म त पानीले बप्तिस्मा दिन्छु चिन्दैन, म पछि आउनु हुने उहाँ नै हुनुहुन्छ। यसलाई यो कन्टेक्स्टलाई तिमीहरू हामीले पढ्दै जाँदाखेरि 1को 23, 24लाई के अरे अब मसिहा चाहिँ को हो त, म त होइन हो कि न भनेपछि को हो त भन्ने कुरामा जनले येशू ख्रीष्ट नै अब येशूलाई नै हो भन्ने कुरा चाहिँ यहाँनिर प्रष्टसँगले सुरुमै देखाएको छैन नि त, हो कि न। मैले यहाँनिर अलिकति नोट मिस गरेछु कि, अब यसो भएपछि बुझाउन अलिकति गाह्रो पर्छ। तर अर्कोमा जाउँ ल, म यहाँनिर पढिदिन्छु ल के रहेछ। जन सेज द्याट ही डिड नट नो जिजस, नाउ जन वाज अ रिलेटिभ अफ जिजस। होइन कहाँनिर भनेको छ कि म उहाँलाई यसुलाई के अरे खासै चिन्दिनँ भन्ने खालको कुराहरू गराएको छ क्या। कहाँ भन त त्यही हो ठ्याक्कैसँगले त्यहाँनिर चाहिँ म खास चिन्दिनँ भन्ने आएको छ। तर अब यो चाहिँ के भन्नु खोजेको होला, अब हामीलाई अब अहिलेसम्म यत्रो पढ्दाखेरि त हामीलाई थाहा भइसकेको छ के भन्दाखेरि जिजस एन्ड जन वाज अ कजिन, त्यो थाहा छ नि त, हो कि न। एलिसिबा र मरियम चाहिँ दिदीबहिनीहरू थिए होइन। अनि बप्तिस्मा दिने यूहन्ना चाहिँ फेरि के थियो भने ऊ चाहिँ प्रिस्ट, पुरोहितको घरको मान्छे हो नि त होइन। अनि पुरोहितको छोरा, अनि उनीहरू अटोमेटिकली ऊ पनि आफै नै पुरोहित भएको। अब यहाँनिर चाहिँ फेरि जनले भन्दैछ मैले उहाँलाई चिन्दिनँ भन्ने कुरा हुँदाखेरि के भन्नु खोजेको होला भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ येशूलाई नै चिन्दिनँ त भनेको होइन होइन। येशूलाई त इज अ कजिन, तर येशू नै उहाँ हुनुहुन्छ भनेर चाहिँ म चिन्दिनँ है भन्नु खोजेको। त्यति मात्रै मैले यहाँनिर हाइलाइट गर्नु खोजेको। म आफैले उहाँलाई चिनेको थिइनँ भन्ने कुरालाई, तर उहाँ इजरायलबाट प्रकट हुन् भनेर नै पानीमा बप्तिस्मा दिँदै म आएँ। अनि मोस्ट प्रोबाब्ली उहाँले कतिखेर चिने होला भन्दाखेरि यूहन्नाले बप्तिस्मा दिइरहेको थियो। अब यहाँ इन्ट्रेस्टिङ अर्को क्विकली हाइलाइट गर्नु पर्ने, बप्तिस्मा यहाँनिर यूहन्नाले दिँदै त्यो आफै पनि एउटा इन्ट्रेस्टिङ र नबुझ्ने के अरे इभेन्ट्स हो क्या। वाइ ब्याप्टिजम, अब यतिखेरसम्म त क्रिस्चियन ब्याप्टिजम त सुरु भएको थिएन नि फेरि एउटा कुरा होइन। यो भनेको चाहिँ के हो भने अब क्रिस्चियन ब्याप्टिजमको मिनिङै यहाँ चेन्ज भएको छ। अब क्रिस्चियनहरूमा ब्याप्टिजमको मिनिङै चेन्ज भएको छ यहाँबाट। बप्तिस्मा चाहिँ उनीहरू के अरे यहुदीहरूकोमा कसले गर्थे भन्दाखेरि चाहिँ जस्तै म यहुदी घरानामै म जन्मेँ होइन, आई डोन्ट ह्याभ टु गेट ब्याप्टाइज्ड म उयो हुनको लागि, तर म ग्रिकबाट छु, ग्रिक फ्यामिलीको होइन, अफ्रिकाबाट आएँ, अनि आई वान्ट टु बी ज्युज होइन भने चाहिँ आई सुड बी ब्याप्टाइज्ड, ब्याप्टिजम जस्तै होइन त्यो थियो। अब यहाँनिर जनले चाहिँ आएर कसलाई बप्तिस्मा गराउँदैछ भन्दाखेरि यहुदीहरूलाई नै गराएर राखेको छ क्या होइन। अनि वान अफ द यहुदीमा सायद येशू ख्रीष्ट पनि हुनुहुन्थ्यो होला। द्याट्स वाइ सुरु नै कहाँबाट सुरु हुन्छ भन्दाखेरि यो 19 कहाँबाट सुरु हुन्छ भन त, जब यरुसलेमबाट यहुदीहरूले अब जन बिकम सो पपुलर, त्यही कारणले गर्दा यो सानो सानो पहिलाको त्यो मेन त्यो उयो हुन्छ नि, त्यो सानो सानो कुराहरूलाई डिटेल्सलाई हामीले याद नगर्दाखेरि कोही बेला कन्टेक्स्ट चाहिँ भुलिन्छ क्या। जब यरुसलेमबाट भनेपछि
यो घटना कहाँ भइरहेको छ यो इभेन्ट? यो त यरुसलेममा भएको होइन नि त, यो त गालिलमा माथि भएको नर्थमा। अब जन यति पपुलर भयो कि यो इजरायलमा, यरुसलेमको त्यो यहाँनिर भने डिसीको के अरे कङ्ग्रेसम्यानहरूले के उहाँनिर क्यालिफोर्नियामा के भइरहेको भनेर चाहिँ त्यो मान्छे चाहिँ को रहेछ क्यालिफोर्नियामा साह्रै गइरहेको छ, डिसीबाट पठाएको जस्तो हो क्या प्रेसिडेन्सियल क्याबिनेटहरूबाट। अब को रहेछ त्यो मान्छेलाई चाहिँ बुझ्नु जाऊ त भनेर चाहिँ यहाँनिर पठाएको छ क्या। जब यरुसलेमबाट यहुदीहरूले पुजारीहरू र लेबीहरूलाई उहाँ कहाँ तिमी को हौ भन्ने कुरा सोध्न पठाए, तब यौनाले गवाई यो थियो भनेपछि हि बिकेम ऊ त एकदमै पपुलर भइरहेको थियो नि त। अब बत्तिसमा दिएको छ कसैलाई के अरे यहुदीहरूलाई नै दिइरहेको छ, तैँले कहाँबाट अथोरिटी पाइस्, को हौ भन्ने खालको उसले यौनाले गरेको नै कामहरू एकदमै क्वेसनेबल थियो कि। अनि अब येशू क्रिस्टले यहाँनिर बप्तिस्मा लिनुभयो, अनि यो बप्तिस्मा चाहिँ वी एज अ क्रिस्चियन अब इट जस्ट गेभ इन्टायरली डिफ्रेन्ट मिनिङ जो हामी सबैलाई थाहा छ। र एउटा अर्को कुरा चाहिँ अर्को एकदमै कन्फ्युजिङ के लाग्न सक्छ भने क्याना के अरे यहाँ केफास, येशू क्रिस्टले केफासलाई भेट्छ भनेको छ नि। केफास भनेको नै को हो? पत्रुस हो। पत्रुस भनेको नै को हो? साइमन हो। अब यो हामीलाई उयो भन्नु कोही कोही बेला कसरी हो भन्दा चाहिँ अब त्यो बुझाउँछु म। साइमन चाहिँ उसको हिब्रू नाम हो है त, हिब्रू नाम साइमन हो। अनि हिब्रूहरूमा यो ओल्ड टेस्टामेन्टमा चाहिँ यस्तो नाम चेन्ज गर्ने भेरी कमन। जब परमेश्वरले अब्राम होइन बोलाउनु भयो, चुन्नु भयो, उसको नाम के भयो? अब्राहम भयो होइन। ABRAMबाट ABRAHAM अब्राहम भयो होइन। त्यसरी नै अर्को नाम चेन्ज थाहा छ तपाईँलाई? किनभने यो मैले यो लिनुको कारण चाहिँ बिकज दिस इज सिग्निफिकेन्ट फर ज्युस। अर्को चाहिँ जेकब, उस अब्राहमको नाति होइन, जेकब बिकेम इजरायल होइन। यहाँनिर पनि के भएको छ भने अब इट्स सो यो यहुदी कल्चरमा इट वाज भेरी कमन। अब यहाँनिर के भन्नु हुँदैछ भने साइमनलाई अब एज सुन एज हि केम इन्टु इन्काउन्टर विथ जिजस, अब तिमी साइमन होइन, यु आर केफास। यो केफास चाहिँ अघि अर्को थियो नि एरामाइक नेम चाहिँ उसको केफास हो। अनि उनीहरूको कमन लोकल ल्याङ्ग्वेज के थियो? एरामाइक थियो। अनि वाट इज केफास मिन्स? इट्स द रक होइन। अनि उसको पिटर चाहिँ उसको ग्रिक नाम हो। जस्तै अब यहाँ हाम्रोमा ग्रिक नाम, यो चाहिँ नाम कन्फ्युज नहुनु, जस्तै हिब्रू नाम उसको साइमन थियो, प्रभु यीशु ख्रीष्टले नाम चेन्ज गरिदिनु भयो, केफास भयो होइन। अनि केफासलाई चाहिँ अब यता ग्रिकलाई चाहिँ त्यो चट्टान नाम त मिनिङ त चट्टान हो नि त, त्यसैलाई इन्टरप्रेट गरेर के अरे ट्रान्सलेट गरेर भन्दाखेरि चाहिँ उसको नाम चाहिँ के भयो भन्दाखेरि चाहिँ ग्रिकमा चाहिँ पिटर भयो। अनि न्यू टेस्टामेन्ट इज अलमोस्ट अल रिटन इन ग्रिक, द्याट्स वाइ पिटर इज मोर पपुलर देन केफास है। एउटा त्यो एउटा फ्याक्ट भयो भने अर्को कुरा जस्तै हाम्रो पास्टर क्रिस भयो। जस्तै सिग्निफाई गरेको हो त, जस्तै अब ट्रान्जिसन हुन्छ नि। अब कतिजनाले अहिलेको प्रथा अहिलेको ट्रेन्ड चाहिँ के छ भने चाहिँ कसैको नाम हिन्दूमा जस्तै अब तपाईँको नाम शङ्कर फर इक्जाम्पल होइन, विश्वासी भएपछि नाम चेन्ज गर्ने। अब माई फ्रेन्ड थिडेन्ट बिकम स्यामुएल, बिकम डेभिड, त्यही हो। आफ्नो त्यो ट्रान्जिसन फेसलाई चाहिँ इट्स द बिलिफ। यहाँनिर म एउटा नोट पढिदिइहाल्छु न, ठ्याक्कै तिमीले भनेको जस्तै कारणले गर्दा इट्स नट नेसेसरी यसको आफ्नो तिनीहरूको प्रथा त्यो थियो जुन हामीले नि गरिरहेको छ होइन। तर मेरो आफ्नै रिजन छ वाइ आई एम स्टिल अ पास्टर शङ्कर होइन। यहाँ म पढिहाल्छु। इन द न्यू एकछिन ल, वेन दे इन्टर इन्टु अ न्यू रिलेसनसिप विथ गड, जब अब त नयाँ जीवन सुरु भयो नि त। वेन अ पर्सन इन्टर्ड इन्टु अ न्यू रिलेसनसिप विथ गड, इट वाज एज इफ the life became all over again and that person became new, so that a new name was needed. New life सुरु भएपछि मैले सुरुमा ग्रहण अनि ब्याप्टिजम गरे पछाडि तपाईँसँग आएको थिएँ कि म त्यतिबेला एकदमै नाम चेन्ज गर्ने ट्रेन गइरहेको थिएँ होइन। अनि म त नामै भगवान्को नाम छ राम होइन। अनि दाइसँग अप्रोच गरेको थिएँ नाम चेन्ज गर्नलाई
कि भन्ने टाइपले होइन अनि दाइले मलाई भन्नुभएको थियो क्या म शङ्कर दाइ नै भनेर बोल्नु चाहिँ होइन तर अब त्यो शङ्कर भन्ने फेरि भगवान्को नाम हो भने फेरि मैले नै दिमागमा राखिनँ अनि उहाँ त्यति बेला एक्सप्लेन गर्नुभएको थियो क्या मलाई हाम्रो नाममा त झन् अझ धेरै गस्पेल अलरेडी नै हामीले के अरे सुनाउनको लागि एउटा कारण छ भन्ने एक्सप्लेन गर्नुभएको थियो आई नेभर फर्गट द्याट होइन आई थिङ्क कोही पनि अब नाम यसरी भयो भने वी क्यान लाइक एउटा वे कारण बन्ने रहेछ क्या रिजन बन्ने रहेछ एक्सप्लेन गर्नको लागि अझै गस्पेल सुनाउनको लागि मजा आउँदो रहेछ भन्ने चाहिँ भयो थ्याङ्क यू मेरो कुरालाई तिमीले मजाले भनिदियौ अब कतिजनाले चाहिँ अब अलिकति फोर्स गर्छ चेन्ज गर्न फोर्समा आई एम टोटली एगेन्स्ट बट हुएभर वान्ट्स टु चेन्ज द्याट्स फाइन होइन द्याट्स फाइन तर फोर्स गर्नु चाहिँ अनि एउटा कुनै मिनिङ दिनु चाहिँ राम्रो लाग्दैन मलाई